आज चाहिँ हामी किप लेभल 3 च्याप्टर 1 वर्ड मिनिङ पढ्न जाँदैछौँ र हाम्रो आजको टपिकमा रहेको छ थेन ख्वान्गे है त। थेन ख्वान्गे भनेको चाहिँ मानवीय सम्बन्ध अर्थात् मानिसहरू बीचको सम्बन्धलाई थेन ख्वान्गे भनेर भनिन्छ। ढिला नगरी सुरुवात गर्न चाहन्छु। खोमिन चिन्ता पीडा, छोन सल्लाह सुझाव, छिनमोक मित्रता, वाल्दोङ क्रियाकलाप, थोङ्न्यो सहकर्मी सहपाठी, खोङ्गाम्दे सहानुभूति, थेहादा सामना गर्नु अर्थात् व्यवहार गर्नु, छिसी आदेश निर्देशन, खजरादा अस्वीकार गर्नु इन्कार गर्नु, योछङआदा माग गर्नु, युजिहादा कायम गर्नु यथावत राख्नु यथावत राख्नु, साङ्नेनहादा नम्र मिलनसार अथवा दयालु, नोरेखादा प्रयास गर्नु कोसिस गर्नु, उइगेन राय विचार, सोल्जिखादा इमानदार हुनु, यही शिष्टाचार आचरण, संख्यक चरित्र आचरण, नेसङजगिदा अन्तर्मुखी हुनु, साकुइदा साथी बनाउनु, फुचोखादा अपुग हुनु कमी हुनु, खिनुङ दक्षता क्षमता, थायाङहादा फरक हुनु अथवा विविधता हुनु, ख्वान्सिमुल खात्ता रुचि चासो दिनु, साई छोथा सम्बन्ध राम्रो हुनु, फिहादा तर्किनु टाढा रहनु, अम्गिदा सार्नु, खुकबक हादा जित्नु अघि बढ्नु, छिनमोक मित्रता, थोमोहादा योजना बनाउनु, छाम्साखादा सहभागी हुनु, थेफ्योजगिन प्रतिनिधि प्रमुख, थोङछाङवे सहकर्मी सहपाठी, थोङहोवे क्लब समूह, छोराफादा पास गर्नु स्नातक गर्नु, मोग्यो आफू पढेको विद्यालय, सोङ्नेनहोए वर्षको अन्तिम दिनको पार्टी, छङ्गी जगुरो नियमित रूपमा, थान्छे समूह अथवा ग्रुप, थुङसान पहाड चढ्नु पैदल मार्फत, आक्की बाजा, एन्जु हादा बजाउनु, खोङ्युहादा सेयर गर्नु बाँड्नु, सुजिफादा सङ्कलन गर्नु, खेलचङहादा निर्णय गर्नु फैसला गर्नु, असेखादा अड लाग्नु अप्ठ्यारो मान्नु, छोन्जुङहादा आदर सम्मान गर्नु, एन्गेरादा जोड्नु, सोगेथिङ ब्लेन्डेड, वान्सङहादा पुरा गर्नु, थेजुङ ख्योथोङ सार्वजनिक यातायात, इयोङहादा प्रयोग गर्नु, थोछाखादा पुग्नु आइपुग्नु, छेहमहादा अनुभव भोगाई, हेङ्सा कार्यक्रम, छासेहादा विस्तृतमा, मुनिहादा सोधपुछ, सुङ्गाङहादा परीक्षण गर्नु, नुक्किदा महसुस गर्नु, उङदाफादा जवाफ दिनु, इन्गान ख्वान्गे मानवीय सम्बन्ध, थैसा अवकाश हुनु, छोसाहादा अनुसन्धान सर्वेक्षण, ख्वाल्लेन्दैदा सम्बन्धित, सिदोहादा प्रयास गर्नु, ह्याङ्बोखादा खुसी हुनु, छुरिदा घटाउनु कम गर्नु, आन्बु हालखबर, ओयुदा घोक्नु कण्ठ गर्नु, याङ्बोहादा सिट खाली गर्नु, साङदेबाङ दोस्रो पक्ष, छगुङहादा बानी पर्नु अनुकूल हुनु, इक्सुखादा बानी पर्नु यो दुईटा फिसुदान, नानुदा बाँड्नु अथवा छुट्याउनु, छङवाखादा स्पष्ट हुनु प्रष्ट हुनु, फ्योयनहादा दर्शाउनु अभिव्यक्ति गर्नु, फेन्गेन पूर्वाग्रह,
खेसीफान सूचना पार्टी माल्दाथुम वाद विवाद भनाभन वैज्ञान राय छोयङहादा महत्त्वपूर्ण हुनु छुङयोङहादा महत्त्वपूर्ण हुनु सरी फेङसो साधारणतया पढाइजसो उइदो विचार उद्देश्य खानदानहादा सजिलो हुनु थापथापहादा उकुस मुकुस हुनु छिन्सिमुरो मनैदेखि हृदयदेखि थेहादा सामना गर्नु व्यवहार गर्नु इजिखादा कम्पनी सर्नु परिवर्तन गर्नु सन्बे सिनियर हुनु हुबे जुनियर हुनु साङसा आफूभन्दा ठुलो पदको मान्छे फुहा आफूभन्दा सानो पदको कर्मचारी मुन्जेरुल फुल्दा समस्यालाई समाधान गर्नु। हस् त भिडियो हेरेर कस्तो लाग्छ राम्रो लाग्यो भने हाम्रो च्यानलमा थप अध्ययनको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरेर हामीसँग जोडिन सक्नुहुन्छ। हस् त नमस्ते।